So welcome to the day 180 days of my 6 month challenge guys. So finally मेरो 180 days complete guys. भन्छ नि यार guys. भगवानले चाहिँ टाँट म पुऱ्याउँछु भन्दै रे साँच्चै हो कि के हो हिजो अस्ति भर्खर मैले स्टार्ट गरेको थिएँ तर आज त 6 month challenge पनि अलरेडी कम्प्लिट भइसकेको रहेछ गाइज त्यही हो गाइज टाइम भन्ने कुरा एकदमै बलवान छ कि कति बेला जान्छ कसरी जान्छ थाहै हुँदैन अझै बिजी सेड्युल बेला त झन् के हो एक दिन त एक चुड्की जस्तो पो फिल भइरहन्छ गाइज तर यो 6 month च्यालेन्जले चाहिँ मलाई धेरै कुरा नै चेन्ज चाहिँ गरायो गाइज होइन सो कति कुराहरू मैले लर्न गरेँ कति कुराहरू चाहिँ मैले सिक्न बाँकी रहेछ भने अझै धेरै कुरा थाहा पाएँ होइन सो तपाईँहरू पनि केही स्टार्ट गर्नुहुन्छ भने स्टार्ट गरिहाल्नुहोस् गाइज राइट टाइम राइट सिचुएसन र राइट इक्विपमेन्टको लागि चाहिँ कहिले पनि वेट नगर्नु गाइज सो मैले पनि त्यही वेट गरेर डे 1 मैले स्टार्ट नगरे भए आज मेरो 6 month च्यालेन्ज कम्प्लिट हुँदैन थियो गाइज सो गाइज यो भन्दै सधैँ चाहिँ म सियु टुमरो भन्थेँ अब चाहिँ सियु इन नेक्स्ट भिडियो तर अबको भिडियोहरू चाहिँ सर्टेन टपिकमा अझ अलिकति टाइम लिएर राम्रोसँग एडिट गरेर आफूसँग भएको स्किलहरू चाहिँ मजाले चाहिँ युज गरेर चाहिँ म बनाउँछु तर यो डेली भिडियो हाल्नेलाई चाहिँ अलिकति भिडियोहरू एडिट गर्न टाइम नहुने त्यतिकै टाकटुक गरेर म हाल्दिनँ तर अबको नेक्स्ट भिडियोहरूमा चाहिँ राम्रो गर्नु छ गाइज सो यो भन्दै गाइज सी यु इन नेक्स्ट भिडियो गाइज